जिम्बा केटा हो केटी हो भन्दै धेरै प्रश्न गर्नु भएको छ अरे मिडिया दाजुभाइ दिदीबहिनीहरू विचार गर है मुजाहरू फेरि म के हो भन्ने कुरा यो भिडियो हेर लन्ड्याङ अतना पता तिमीहरूले पैसा कमाउने मन छ भने चाहिँ नि राम्रो राम्रो प्रश्न सोध्ने त्यो केटा हो कि केटी हो म आगर आऊ त फ्लात्तै लगाइदिन्छु मलाई त अति हरेक इन्टरभ्यूमा त्यो सोध्ने काम नगर्नु तपाईँहरूलाई यदि राम्रो पत्रकार हो भने कि रत्न पार्टीको पत्रकारहरू हो रिस उठ्ने हो कि भन्दा हो नि अनि जिम्बा केटा केटी हो त्यो त अब आएर हेर्नु पर्यो त के हो भनेर आऊ हेर्नु तिमीलाई म हेर्ने देखाउने मात्रै तिमीलाई मर्ने गरी इच्छा पुरा गरेर पठाइदिन्छु सबै हाल्दै त थाहा हुन्छ अर्काको त्यस्तरी सोध्ने अधिकार कसले दिएको छ हेर्नु आऊ न पुरै तिमीलाई म देखाइदिन्छु पहिला अनि बल्ल प्रश्न हुन्छौ ल केटी भएको सबक्क बसेर थाहा हुन्थ्यो होला यो पुक्क भएको छ रिस उठ्ने अच्छा नबोल्नु भन्छु यार मलाई त होइन एक दुईचोटि भन्दा ओके ठिक छ तँलाई त यो त अगाडि सोधेको थियो नि है हिजो पनि त्यही सोध्यो अरे अचम्म प्रश्न छैन भने तिमीहरू आफ्नै भिडियो आफैले हालेर पैसा कमाउनु सक्दैनौ कि अरूलाई बोलाउने अनि नानाथरीको गर्ने लाजमाउनु यस्ता पत्रकारहरूलाई ठ्याप्प बन्द गरिदिएको हुन्छ यिनीहरू यस्तो खालको पत्रकारहरूलाई त अचम्म किन सोध्नु पर्यो केटा भयो भने केटी भने किन सोध्नु पर्यो है अचम्म के भन कुन एङ्गलले चाहिँ म त्यस्तो देखिन्छ दार्जिलिङमा झ्याप्पैसँग यत्रो ढुन्डेको छ दुई बित्ता हातको के चाहिँ केमा चाहिँ म नबोल्नु भन्छु क्या म नबोल्नु भन्छु मलाई बोल्नु बाध्य भएर बोलेको म रिस उठेको म एकदम म सहन्छु अनि अति भयो भने म फेरि खतरा डायलग दिन्छु म त्यस्तो खालको व्यक्ति हो विचार पुर्याउनुलाई पत्रकार दाजुभाइ तथा दिदीबहिनीहरू फ्रम फेरि यसो न केटी भए त ठ्याक्क निकै जस्तो निकै जस्तो हुन्थ्यो होला नि त जुङ्गादारी नभएको है अनि केटीको लोगो लगाउने हुन्थ्यो नि त यो त प्योर केटा हो यार किन त्यस्तो भन्नु त नि उसको लाइफ उसको चोइस होइन अनि ऊ केटा भयो भने केटी भयो भने किन सोध्नु पर्यो किन सोध्नु अचम्म प्रष्टै तलदेखि माथिसम्मै छ त के हो भन्ने कुरा यहाँ दारी आएको छ आज यो मैले आज यो जिममा चाहिँ मान्छेले घिनाएर यो उखले आयो यस्तो बडी कार्डलाई तिमीले भने फेरि यहाँबाट तिमीलाई पठाउँछु नि फेरि म रिस उठ्छ मलाई फेरि म सहन्छु म कन्ट्रोल गर्न सक्छु अत्याचार भएपछि तिमीलाई फेरि लट्ठाइ मेरो डन्डीले हाल्छु के भने हैन जिम्बाल गरे तिमीलाई गरे बच्चा बोगाएर चाहिँ पेटमा भन्छ मलाई आउँछ ओ माय गॉड त्यो मुलाहरु भनेको नि के गरी यिनीहरुको भ्यूज कमाऊ के गरी आफै जेसै गरेर दिमागै नौटङ्गी देखाउ अनि कमाऊ हामी हाम्रो तरिकाले कमाउँछौँ हो कि भन्दा अरूलाई किन प्रश्न गर्नु हामीले सामाजिकमा गरेर त्यो विकृति फैलाउने भिडियो बनाए गरेर यस्तो गरे उस्तो गरे हामी यसरी बोल्दैमा जिस्किँदैमा कि हामी त्यस्तो नराम्रो के नराम्रो शब्द बोलेको छौँ भन्दा छाडो शब्द बोलेको छौँ अनि मिडिया भनेको थाहा छ के हो भन्ने कुरा राम्रो समाचारहरू ल्याउने अनि राम्रो कुराहरू गर्ने त्यो केटी हो भनेर प्रश्न छडाउनु तिमीलाई कसले अधिकार दियो आऊ मेरो रुममा हेर्न तिमीलाई बङ्गला खोलेर देखाइन्छ अनि बस्न गरेर बस्नु बुझ्यौ नि यही समाचारको लागि यो भिडियो बनाएको मेरो सोचाइ नराम्रो होइन बोल्नु बाध्य भएको हस्त नमस्कार याद गर बात खतम रिस उठ्छ दिमाग खराब यस्तै हान्छ फेरि पत्रकारले जाँठाहरू